टिम चाहिँ राम्रै छ हैन किन भन्दाखेरि उनीहरू जुन हामी लास्ट टाइम विन्डो खेलेर आइसकेपछि तीनटा म्याच इरान र दुईटा इन्डियासँग खेलेर आइसकेपछि लगत्तै उनीहरू झापा गोल्ड कप खेल्यो हैन प्लेयरहरू सबै धेरै जस्तो त्यसमा इन्गेज भयो म्याच फिटनेसकोमा चाहिँ यति प्रब्लमहरू चाहिँ देखिएन हैन जुन मैले 1 विकको ट्रेनिङ सेसन गर्दाखेरि चाहिँ अभियसली अब साम्बा पनि यो टिममा थियो तर रिसेन्टली 2 दिन अगाडि मात्र चाहिँ अब खेल्न सक्दैन उसको चाहिँ इन्जुरीको कारणले गर्दाखेरि चाहिँ सक्दैन भनेपछि डेफिनेटली साम्बा बिनाको टिम चाहिँ थाहा छँदैछ सबैलाई हैन मैले हिजो पनि भर्खर भने अब जस्तै मेसी बिनाको अर्जेन्टिना रोनाल्डो बिनाको पोर्चुगल भने जस्तै सबै मेन स्पाइनल कर्डहरू भनेको टिमको चाहिँ साम्बा भयो त्यसपछि गीता भयो सबिताको पनि 50-50 चान्सेस अब कमै छ हैन त्यसले गर्दाखेरि अरु अब यसलाई चाहिँ मेनली भने अर्को कुरा चाहिँ के मलाई चाहिँ के लाग्छ भन्दाखेरि जुन प्लेयरहरुले चाहिँ चान्सेस पाउँछ उसको लागि चाहिँ अब च्यालेन्ज र अपर्च्युनिटी दुईटै हो हैन उनीहरुले त्यो ग्र्याब गर्न चाहिँ सक्नुपर्छ किन यस्तै फ्रेन्डली म्याचेसहरुमा चाहिँ ठुलो टिमसँग चाहिँ उनीहरुले एक्सपिरियन्स पाउँछ त्यो एक्सपिरियन्समा चाहिँ उनीहरुले आफ्नो चाहिँ एउटा परफर्मेन्स दिन सक्यो भने पनि डेफिनेटली टिमलाई चाहिँ जुन हामीले चाहिँ टार्गेट गरेको छ साफको त्यसमा चाहिँ हामीलाई चाहिँ एउटा सजिलो हुन्छ भन्नु मेनली अब यो फ्रेन्डली भयो पनि हैन ठुलो टिमहरुसँग जस्तै अस्ति हामी इरानसँग खेल्यौं उनीहरु चाहिँ कति स्ट्रङ छ भनेर देखियो फिजिकली उनीहरु स्ट्रङ देखियो हैन हामीले 2018 मा जिते पनि तर अहिले उनीहरुको प्रोग्रेस चाहिँ फिजिकली वाइज चाहिँ त्यसपछि परफर्मेन्स वाइज चाहिँ राम्रो देखियो अब इन्डिया टिम एफसी क्वालिफाई भए पनि इन्डिया टिमको चाहिँ जुन परफर्मेन्स थियो त्यो परफर्मेन्स चाहिँ देखिएन तर हामी भन्दा र्याङ्किङमा माथि नै छ तर अब अहिले जुन हामी इन्डोनेसिया र चाइनिज ताइपेसँग खेल्न जान्छ चाइनिज ताइपे इन्डोनेसिया हामी भन्दा तलको टिम भए पनि अहिलेको जुन इन्डोनेसियाको रिसेन्ट टिम छ त्यो रिसेन्ट टिम चाहिँ स्ट्रङ छ फेरि किन भन्दाखेरि उनीहरुले चाहिँ ड्युअल पासपोर्ट भएको प्लेयरहरु जस्तै डच प्लेयरहरु चाहिँ 6-7 जना प्लेयरहरु चाहिँ इन्डोनेसियन टिमबाट खेल्दैछ फिजिकली राम्रो छ उनीहरु चाइनिज ताइपे अभियसली चाइनिज ताइपे राम्रो टिम छ हामी भन्दा स्ट्रङ टिम छ त्यही भएर हामीले अगाडिको अब जुन हाम्रो एउटा सपना छ वर्ल्ड कप खेल्ने भन्छ एसियन गेम खेल्ने एफसी कप खेल्ने भन्छ हैन त्यसको लागि चाहिँ हामीले यस्तो टिमहरुसँग चाहिँ धेरै भन्दा धेरै म्याचेसहरु चाहिँ खेल्नुपर्छ जस्तो चाहिँ